तेरो आज चाहिँ मैले माछाको रेसिपी लिएर आउँदैछु हजुरहरूलाई। आज चाहिँ यहाँ हेर्नुहोस् यो माछा लिएर आएको छु मैले चाहिँ पङ्कज माछा। यहाँ हेर्नुहोस् पङ्कज माछा चाहिँ कस्तो गरेर खानुपर्छ भन्दाखेरि नि मैले चाहिँ यो आइडियाले पनि बनाउँछु र बहुत दिनको बादमा बनाउँदैछु के तपाईँहरूलाई पनि देखान्छु। सोचेर तपाईँहरू पनि ट्राई गर्नु ठन्डामा नि। ठन्डामा सबै एउटा डिस राम्रो लाग्दैन, बहुत किसिमको डिस खाँदाखेरि मजा आउँछ नि त नि। अझै दोकानबाट आएर त राम्रो खाना पायो भने चाहिँ अझै मजा। मेरो चाहिँ पान्न, मैले चाहिँ आफै बनाउनु पर्छ। हेर्नुहोस् भिडियोमा लाग्दै गर्नुहोस्। अनि यता मैले पङ्कज माछा लिएको छु। अनि यता मैले टमाटर पेस्ट नि ठिकसे टमाटर ढाल्नुपर्छ। मैले चाहिँ 2टा टमाटरलाई मजाले पेस्ट गरेछु। त्यसको बादमा यता हल्दी, यता रातो खुर्सानी, अलिकति निमक ढालिदिएको छु। माथिबाट अलिकति चिनी ढाल्नुपर्छ कि त्यो तपाईँहरू पनि चिनी ढालेर ट्राई गर्नुहोस् ल। यता चाहिँ मैले अलिअलि गोटो पेस्ट बनाएको छु प्याजको। अनि यता मैले धनियाँ राखेको छु। यता छ मेरो लसुन अदुवा अनि खुर्सानीको पेस्ट। यो चाहिँ मैले धेरै बनाएर राख्छु किनकि बिहान बहुत हतार हुन्छ नि त। अनि बादमा पाकी गरेर अनि माथिबाट चाहिँ गरम मसला ढालिदिनुपर्छ। मासुको जस्तै हुन्छ कि यो माछा पनि मासुको जस्तै बनाएको मैले चाहिँ लास्टमा चाहिँ लास्ट फिनिसिङमा हेर्नु कस्तो दामी हुन्छ ल। अहिले चाहिँ म बनाउनुको लागि सुरु गरेको। तपाईँहरूले तेल गरम गर्नेको बादमा त थाहै छ के ढाल्नुपर्छ, प्याज ढाल्नुपर्छ। यहाँ हेर्नुहोस् प्याज एकदम मजाले पाकाइसकेर त्यसको बादमा सबै गरिसकेर अनि त्यसको लास्टको देखान्छु ल। यति त गर्नुको लागि जान्दैछ होला नि त हजुरहरूले नि। अनि भिडियोमा लाग्दै गर्नुहोस् ल। मेरो टमाटर अनि सब मैले जो गुडी गरेर राखेको थिएँ त्यसको चाहिँ यस्तो पकाउनुपर्छ। यहाँ अलिअलि तेल निक्लिसक्यो भने चाहिँ त्यसको बादमा माछा चाहिँ एकदम ढालिदिन्छु। माछाको पिस चाहिँ एकदम मासुको जति गरेर लिएर आउनुपर्छ हजुरहरूले। अनि यसको गन्ध पनि कस्तो मजाले जान्छ। कोकोले त यसको गन्ध गर्दा सुन्न नि त नि। यस्तो गरेर बनाएर खानुहोस्। अलिकति धेरै हाल्नुपर्छ है अदुवा खुर्सानी चाहिँ। यस्तो गरेर बनाएर खानुहोस्, कस्तो टेस्ट हुन्छ। अहिले लास्टमा देखान्छु म कस्तो भएर निक्लिन्छ ल। अहिले गरम मसला मिट मसला ढालिसक्यो भने चाहिँ कस्तो मजाको मिट मसलाको गन्धले निक्लिन्छ। अनि माछा होइन मासु हो थाहै पान्न। यहाँ हेर्नुहोस् मेरो चाहिँ यसलाई एकछिन पकाएर अनि म चाहिँ डब्बी बनाउँछु। ग्रेभी रेडी। अब म चाहिँ मिट मसला माथिबाट छर्काइदिन्छु हेर्नुहोस्। अनि मिट मसला छर्काइदिनेको बादमा चाहिँ धनियाँ छर्काइदिइहाल्नुहोस् किनकि हजुरहरूलाई थाहा हुन्छ होला मिट मसला चाहिँ पाक्नु चाहिँ पर्दैन किनकि यसलाई चाहिँ अब ढक्कन लगाउँदा ठिक्कै हुन्छ कि भात पस्किँदाखेरि। यहाँ हेर्नुहोस् मेरो माछा चाहिँ रेडी। हजुरहरूलाई कस्तो लाग्यो होला, राम्रो लाग्यो भने ट्राई गर्नुहोस्। अनि ठन्डा मौसममा टट्ट त्यसको बादमा के माछा अरे पङ्कज माछा। मैले चाहिँ किन यस्तो बनाएको भन्दा बोइल खान्छु सोचेको थिएँ, फेरि बहुत दिन भयो यस्तो खाएको छैन भनेर। यहाँ हेर्नुहोस् पिस यस्तो काटेर लिएर आउनुपर्छ। मेरो ग्रेभी रोटीसित पनि अनि गरम चामलसित। हामी चाहिँ चामलसित ट्राई गर्छु। कस्तो लाग्यो होला।